तपाईले यो नेगेटिभ गियरिङको कुरालाई कतिको राम्रोसँग बुझ्नु भएको छ? यदि तपाईले नबुझिकन सिधै नयाँ प्रपर्टी यहाँ गएर हाम फाल्नु भयो भने तपाईलाई त्यो प्रपर्टीले पछि निल्न न ओकल्न हुन सक्छ। अलिक ध्यान दिनु है। तपाईलाई मैले एउटा एक्जाम्पलबाट सुरु गर्छु। मानौ तपाईले वर्षमा 1,30,000 कमाउनुहुन्छ र तपाईसँग एउटा इन्भेस्टमेन्ट प्रपर्टी छ। त्यसले चाहिँ वर्षमा तपाईलाई 15,000 घाटा गराउँछ। पुरानो व्यवस्था अनुसार त्यो तपाईको घाटालाई सिधै तपाईको ट्याक्सेबल इन्कममा लगाएर घटाउन मिल्थ्यो र तपाईको इन्कम 1,15,000 हुन्थ्यो र तपाईले ट्याक्स तिर्ने भनेको 1,15,000 को हो, 1,30,000 को होइन। तपाईको ट्याक्स ब्राकेट हेर्ने हो भने 15,000 ले डाइरेक्ट सेभ गर्ने भनेको अराउन्ड 4,800 to 5,000। यो कुरालाई ट्याक्स एजेन्टले अझै राम्रोसँग एक्सप्लेन गर्नु होला। पुरानो व्यवस्थामा चाहिँ सबै प्रपर्टीलाई यो नियम लागू हुन्थ्यो भने अहिले नयाँ व्यवस्थामा नयाँ प्रपर्टीलाई मात्र यो नियम लागू हुँदैछ। तर हामीले बुझ्नै पर्ने कुरा के हो भन्दा अहिले पुरानो प्रपर्टीको लागि फेरि के हुन्छ भन्ने कुरा हो। तपाईले पुरानो प्रपर्टी किन्दै हुनुहुन्छ इन्भेस्टमेन्ट गर्नको लागि भने अब यो कुरा तपाईले डाइरेक्ट क्लेम गर्न चाहिँ पाउनुहुन्न। यदि तपाईको प्रपर्टीले यो वर्ष घाटा गर्यो र नेक्स्ट इयर फाइदा गर्यो भने तपाईले नेक्स्ट इयर यो घाटालाई एडजस्ट गर्न सक्नुहुन्छ। यदि नेक्स्ट इयर पनि गरेन अरू अर्कै कुनै वर्ष गएर गर्यो भने त्यतिखेर पनि गर्न सक्नुहुन्छ। र तपाईले त्यो प्रपर्टी होल्ड गर्ने बेलासम्म तपाईको प्रपर्टीले तपाईलाई केही पनि फाइदा दिएन भने तपाईले सेल गर्दा तपाईको क्यापिटल गेनमा तपाईले एडजस्ट गर्न सक्नुहुन्छ। यसको मतलब तपाईको यो नेगेटिभ गियरिङ कम्प्लिटली रूपमा रिमुभ भएको चाहिँ होइन, यसको चाहिँ फरक तरिकाले व्यवस्थापन गरिएको हो। यदि तपाईले यो कुरालाई राम्रोसँग नबुझिकन नयाँ सबबमा नयाँ घर किन्नुभयो जुन घरलाई भाडामा लगाउन गाह्रो हुन्छ र 4-5 महिना तपाईले त्यो घरलाई भाडामा लगाउन सक्नु भएन अथवा लङ्गर टाइमसम्म तपाईले त्यो घरलाई भाडामा लगाउन सक्नु भएन भने तपाईको नेगेटिभ गियरिङको कुरा छोड्नुस्, तपाईले त्यो प्रपर्टी होल्ड गर्न गाह्रो हुन सक्छ। त्यसैले कुनै पनि क्विक डिसिजन लिन भन्दा अगाडि एकचोटि राम्रोसँग सोच्नुस्, राम्रोसँग रिसर्च गर्नुस्। यदि बुझ्नु भएन भने प्रोफेसनलको एडभाइस लिनुस् र इन्भेस्टमेन्ट गर्नुस्। नेगेटिभ गियरिङ गर्ने चक्करमा तपाईले जस्तो पायो त्यस्तो ठाउँमा गएर घर किन्नुभयो भने तपाईको लगानी डुब्न पनि सक्छ। अलि राम्रोसँग ख्याल गरेर मात्र लगानी गर्नु होला। यो भिडियो कस्तो लाग्यो मन परे एउटा लाइक दबाइदिनु होला। यस्तै कन्टेन्टको लागि मलाई फलो गर्न सक्नुहुन्छ। थ्याङ्क यू सो मच।